हेलो साथीहरु, सम्पूर्ण व्यक्तिमा शुभ बिहानी तथा मेरो युट्युब च्यानलमा स्वागत छ। तपाईहरुलाई आज चाहिँ म मेरो हस्पिटल गएको भिडियो देखाउने छु र म हस्पिटल गएर के गर्छु अनि कुन हस्पिटलमा जान्छु सम्पूर्ण कुराहरु यो भिडियो मार्फत देखाउने छु। त्यसैले भिडियो अन्तिमसम्म नछुटाएर हेर्नु होला है त। यो हो भेरी अस्पताल। यो अस्पताल नेपालगञ्जमा रहेको छ र मैले प्र्याक्टिकलको काम गर्ने पनि यही अस्पताल भित्र हो। अनि यो अस्पतालको भित्र मैले काम गर्ने ठाउँ पनि देखाउने छु। यो अस्पतालको चाहिँ यहाँबाट भित्र इन्ट्री गरिसकेपछि यो दृश्य देख्न सक्नुहुन्छ। यो सर्जरी वार्ड हो। अनि सर्जरी वार्डमा धेरै पेसेन्टहरु हुनुहुन्छ आज अनि हाम्रो सिस्टरहरु पनि हुनुहुन्छ। हेर न के छ, खै हेर्नु त यो एक्सरेमा एब नर्मल के छ, सबै चीज नर्मल त नहोला। खै ल तपाईले हेर्नु त। कविताजी कस्तो छ, के रिजल्ट भेटाउनु भयो? हामी चाहिँ अहिले सर्जरी वार्डमा काम गरेर बाहिर यसो घाम तापिरहेको थियौँ अनि काम नपाएर हाम्रा यिनी भविष्यका डाक्टरहरू हेर्नुहोस्। यिनी चौधरी कम्युनिटी, चौधरी कम्युनिटी। विनोदका के पर्छ तिमी? विनोद चौधरीलाई चिन्छौ? विनोद चौधरीलाई चिन्दैनौ? विनोद चौधरीको के पर्छौ? नातिनी। तिमी विनोद चौधरी के पर्छौ? विनोद चौधरी बुहारी। तिमी विनोद चौधरीको के पर्छौ के? तिमीले विनोद चौधरीलाई चिन्दैनौ? यहाँ चौधरी भएर विनोदलाई नचिन्ने हुन्छ। अब अबको चौधरी हुनेवारी तिमी। विनोद चौधरीसँग जानु पाउँछ? हेर न एकचोटि यहाँ। विनोद चौधरीको म त विनोद चौधरीको मेरो केही रिलेसनै छैन विनोद चौधरीसँग। साथीहरु, हामी चाहिँ सर्जरी वार्डमा थियौँ आज। त्यसपछि आज खासै काम पनि छैन, अलि कमै रहेको अवस्था छ। अनि हाम्रा साथीहरु अझै पनि भिडियोमा व्यस्त छन्। भिडियो कतिखेर बनाएर सकेका छन्। टिकटक पनि आउँछ होला सायद यिनीहरूको बेलुका। अब टिकटक बनाएर डिस्टर्ब गर्नु भएन। अनि तिमीहरूले सर्जरी वार्डमा काम गरेको कति दिन भयो? मेरो 3 दिन भयो। के सर्जरी वार्डमा बसेर अनि के सिक्यौ त? के आउँदैन? ए यिनीहरूलाई के तपाईँले के सिक्नुभयो? ए उहाँ त डाक्टर बहुत राम्रो राख्नु। 25 हो नि? ए 26,000 को अरे। तपाईँले के सिक्नुभयो? मतलब सर्जरीको सबै काम सिकिसक्नुभयो? ए सबै वार्डको सिकिसक्नुभयो नि? मैले के सिकेको छैन, सिकाउने तिमीहरू भ्लग बनाउनु लाग्यो यहाँ पनि। आजदेखि भ्लग गरे अब। हेलो एभ्रीवन, हामी चाहिँ आज सर्जरी वार्डमा गएको। काम नपाए हामीले चाहिँ 10-15 मिनट जति बाहिर घाममा बस्यौँ, अलिकति कुराकानी पनि गऱ्यौँ। त्यसपछि अब फेरि हामी वार्डभित्र जान्छौँ। अनि वार्डभित्र गइसकेपछि हामीले बिरामीहरूको भाइटल साइनहरू पनि लग्यौँ। अनि बिरामीहरूलाई मेडिकेसन दिनुपर्ने थियो। मेडिकेसन पनि सबै बिरामीहरूलाई दियौँ। सम्पूर्ण बिरामीहरूलाई मेडिकेसन दिइयो र वार्डको सम्पूर्ण काम सकियो। र वार्डको काम सकिसकेपछि म चाहिँ तल आएँ, अर्को वार्डमा जानुपर्ने थियो। त्यसैले मेरो सर्जरी वार्डको काम सकियो। त्यसपछि म ओपिडी वार्डमा जाँदैछु अहिले। ओपिडी वार्डमा गइसकेपछि हाम्रो साथीहरूलाई भेटेँ अनि सम्पूर्ण साथीहरूसँग कुराकानी भयो। ड्रेसिङ गर्न सिकियो। अरू त्यसपछि हजुरले के सिक्नुभयो? केही बोल्नु न त। केही नसिकेको मान्छे हो। इसिजी गर्न, अरू भ्याक्सिन लगाउन सिकियो। माइलो भइरहेछ कि अनि अप्ठ्यारो छ कि सजिलो? ए दिदीले धेरै माया गर्नुहुन्छ क्या सबलाई।
आज चाहिँ सम्पूर्ण साथीहरूसँग भेटियो, उहाँले सिकेका कुराहरू पनि आदान प्रदान गरियो। त्यसै गरी आजको भिडियो यति नै। आज हाम्रो ड्युटी सकेर पनि म घरतिर जान लागिसकेको छु। तपाईँलाई यहाँसम्मको भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नभुल्नुहोला र मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला, किनकि मैले बनाएको भिडियोको पहिलो नोटिफिकेसन तपाईँको मोबाइलसम्म पुग्नेछ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ।